नमस्कार। नेपाल टेलिभिजन हेरेर बसिरहनुभएका सम्पूर्ण आदरणीय दर्शक महानुभावहरूमा काठमाडौँ महानगरपालिकाको दैनिक टेलिभिजन कार्यक्रम हाम्रो काठमाडौँको 24औं वर्ष पुरा गरी 25औं वर्ष प्रवेश गरेको यो पहिलो श्रृङ्खलामा यहाँहरूलाई स्वागत छ। तस्बिन कार्यक्रममा हामी काठमाडौँ महानगरपालिकाले गरेका विभिन्न गतिविधिहरू आम महानगरवासी समक्ष पुर्याउनका लागि सञ्चार वकालत गर्नका लागि सञ्चार सेतुका रूपमा कार्यक्रम हाम्रो काठमाडौँ निरन्तर प्रयास गरिरहेका छौँ, प्रकाशन गरिरहेका छौँ, प्रसारण गरिरहेका छौँ मात्र नेपाल टेलिभिजनमा। काठमाडौँ सहर सम्पदै सम्पदाको सहर, देशको राजधानी सहर। राजधानीले गरेका हरेक गतिविधि देशले मात्र होइन विदेशले समेत निहालिरहेको हुन्छ। काठमाडौँ महानगरपालिकाले के गरिरहेको छ, स्थानीय तहहरूलाई सिकाइ पनि बन्ने गरेको देखिन्छ। त्यही सिकाइ र जानकारीको सेतु बनेको छ नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको दैनिक टेलिभिजन कार्यक्रम हाम्रो काठमाडौँ र साप्ताहिक टेलिभिजन कार्यक्रम नेपाल मण्डल। महानगरपालिका र महानगरवासी बीच सेतुको माध्यम निर्माण गर्नका लागि महानगरले श्रव्य दृश्य अभ्यास सुरु गर्ने लक्ष्य अनुरूप नेपाल टेलिभिजनसँगको सहकार्यमा विक्रम सम्वत 2058 साल फागुन 7 गते प्रजातन्त्र दिवसको अवसर पारेर हरेक दिन साँझ 6:25 बजे प्रसारण हुने गरी सुरु गरेको टेलिभिजन कार्यक्रम हाम्रो काठमाडौँ 24 वर्षको लक्का जवान बनिरहँदा आज स्थानीय तहको सञ्चार अभ्यासमा ऐतिहासिक कोसेढुङ्गा बन्न सफल भएको छ। आम नागरिकका सरोकारका विषयमा महानगरले गरेका प्रशासनिक, सामाजिक, भौतिक पूर्वाधार, शैक्षिक तथा स्वास्थ्यका गतिविधि कार्यक्रमको प्राथमिकताका विषय बन्ने गरेका छन्। काठमाडौँ महानगरपालिकाले नागरिकहरूको सेवामा दैनिकी गरेका अनेकौं काम र कर्तव्य जनतासम्म स्पष्ट, पारदर्शी र प्रभावकारी रूपमा पुर्याइरहेको छ। जनसरोकारका विषयमा विज्ञहरूसँगको संवादका माध्यमबाट पनि नीति तथा कार्यक्रम कार्यान्वयन, चुनौती र समाधानका विकल्प पनि कार्यक्रमको प्राथमिकतामा सधैँ रहिरहेको छ। हाम्रो काठमाडौँ र नेपाल मण्डल कार्यक्रम एउटा कार्यक्रम मात्रै नभएर यो महानगर र महानगरवासी बीचको संवादको औपचारिक माध्यम पनि बनिरहेको छ, जहाँ सत्य, तथ्य र यथार्थको ऐना पनि बनिरहेको छ। महानगरले गरेका कामको पारदर्शिता र जवाबदेहिताका लागि जनतासम्म पुर्याउन तत्कालीन महानगर प्रमुख केशव स्थापितको नेतृत्वमा नेपाल टेलिभिजनको सहकार्यमा अविच्छिन्न रूपमा कार्यक्रम उत्पादन र प्रसारण हुँदै आइरहेको छ। स्थानीय निकायको अवस्थामा जनप्रतिनिधि रहँदा करिब 1.5 दशक देश जनप्रतिनिधिविहीन अवस्थामा हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले स्थानीय तहलाई नागरिकको सबैभन्दा नजिकको सरकारको रूपमा परिभाषित गरेर आजसम्म आइपुग्दा पनि सुशासन, विकासको पारदर्शिताका लागि अग्रपङ्क्तिमा उभिएको छ हाम्रो काठमाडौँ। जब विपद आइपर्छ जनतालाई सुसूचित गर्न हाम्रो काठमाडौँ अग्रपङ्क्तिमा नै रहन्छ। 2072 सालको विनाशकारी भूकम्प होस् वा कोभिड जस्तो विश्व महामारीको अवस्थामा नि सहर डुबानमा पर्दा पनि कार्यक्रममा संलग्न सञ्चारकर्मी जस्तो सुकै जोखिममा पनि नागरिकलाई विश्वसनीय सूचना प्रवाह गर्दै सुसूचित गर्न तल्लीन रहेको अवस्था थियो। टेलिभिजन कार्यक्रम हाम्रो काठमाडौँले महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन, वडा स्तरबाट भएका काम र उपलब्धि जनतासम्म पुर्याउन खेलेको भूमिकाप्रति काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गल। हाम्रो काठमाडौँ यो कार्यक्रमले काठमाडौँ महानगरपालिकाको नीति कार्यक्रमको सुसूचित गराउनका लागि जनता समक्ष भइरहेका महानगरभित्र 32वटा भित्र भइरहेका विकास निर्माणका कामहरू, विभिन्न सेवाका कामहरू के भइरहेका छन् र त्यसका लागि के जानकारीहरू हामीले महानगरवासीलाई दिनुपर्ने सम्पूर्ण जानकारीहरू पनि यस कार्यक्रम मार्फत निरन्तर रूपमा दिइरहेका छौँ। यो कार्यक्रमले निरन्तरता पाएसँगै आम जनताले महानगरको कामको बारेमा, नीतिको बारेमा, योजनाको बारेमा, बजेटको बारेमा र सँगसँगै उपलब्धिहरूका बारेमा
निरन्तर रूपमा हामीले सूचना सम्प्रेषण गरिरहेका छौँ यसै कार्यक्रम मार्फत। त्यसकारण पनि यो कार्यक्रम एकदमै महत्त्वपूर्ण र 24 वर्ष पुरा गरेर 25 वर्ष लागेको यो सुखद अवसरमा यहाँहरू सबैलाई धन्यवाद र साथै टिमलाई धेरै धेरै शुभकामना र बधाई। नेपाल टेलिभिजनबाट प्रसारण सुरु भएको यो कार्यक्रमले प्रविधिको विकाससँगै यसले नागरिकका गुनासा सुझावहरूलाई नीति निर्माण तहसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। विकासका विविध आयाम, सामाजिक सांस्कृतिक विषय र नागरिकका चासोहरू समेट्दै यसले जनप्रतिनिधि, कर्मचारी र आम नागरिक बीचको सम्बन्धलाई प्रगाढ बनाउँदै 24 वर्षको लामो यात्रा तय गरिसकेको छ। कार्यक्रमले महानगरपालिकाले गरेका निर्णय, नीति, योजना र सेवा सुविधालाई सरल ढङ्गले श्रव्य दृश्यका माध्यमबाट नागरिकसम्म पुर्याउने काम गर्दै आइरहेको छ। विकास निर्माणका गतिविधिहरू स्वच्छ र हरियाली सहरका लागि सरसफाई, शिक्षा, जनस्वास्थ्य लगायतका विषयमा जनचेतना फैलाइरहेको छ। जनताको गुनासो र सुझावलाई सम्बन्धित निकायसम्म पुर्याउने काम पनि गरेको छ, जसले गर्दा काठमाडौँ महानगरपालिका र नागरिक बीचको हाम्रो काठमाडौँ कार्यक्रम महत्त्वपूर्ण सेतु बनेर अघि बढिरहेको छ। अनि हरेक बुधबार राति 10 बजे प्रसारण हुने कार्यक्रम नेपाल मण्डलले विशेष गरी उपत्यकाका रहनसहन, संस्कार र सांस्कृतिक विविधतालाई गहिराईबाट प्रस्तुत गर्ने गर्दै आइरहेको छ। 24 वर्षसम्म महानगरपालिकाको गतिविधि जनतासम्म पारदर्शी ढङ्गले तथ्यमा आधारित रहेर पुर्याउन जुन भूमिका निर्वाह गरेको छ, यसलाई अझ महानगरवासीमय, विकासमय र जनचाहना अनुरूप अगाडि बढाउनका लागि तल्लीन रहेको महानगरका प्रवक्ता नवीन मानन्दरको धारणा छ। काठमाडौँ महानगरपालिकाले विभिन्न सेवाहरू उपलब्ध गराउँदै गर्दाखेरि जनताले आफूले राहत र उद्धार भएको महसुस गरिरहेको अवस्था छन् र यसलाई समग्र रूपमा अझ जनता सामु यो मिडियाको मार्फतबाट हामीले हरेक सन्देशहरू प्रवाह गरिरहेका छौँ र त्यो सन्देश प्रवाह गरेको आज 25 वर्ष लाग्दाखेरि हामीलाई दिन गएको सम्झना पनि भएन। तर आज 25औं वर्ष र आज 25औं वर्षको वर्षगाँठमा काठमाडौँ महानगरपालिकाले अझ उन्नति र प्रगति र भोलि हुने आम नागरिकले सपना देख्न सक्ने यो सहर बनाउनु छ र यो सपना देख्ने सहरमा स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्रत्यक्ष रूपमा सेवा दिन सक्ने गरिकन काठमाडौँ महानगरपालिकाबाट यो हाम्रो काठमाडौँबाट चाहिँ हामी हरेक नागरिकलाई सुशिक्षित गर्नेछ र नागरिकलाई उठाएको कुराहरूलाई पनि काठमाडौँ महानगरपालिकाले त्यसलाई एजेन्डाको रूपमा लगेर यसलाई वृद्धि विकास गर्ने काममा लागोस्। निर्वाचित जनप्रतिनिधि जनतासँगै छ भन्ने अनुभूति दिलाउन र निरङ्कुशता अन्त्य गर्नका लागि कार्यक्रम उत्पादनको उद्देश्य लिएको तात्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख केशव स्थापित बताउनुहुन्छ। मेयर चाहिँ र निर्वाचित जनप्रतिनिधि 24 घण्टा सँगैसँग उसको चाहिँ मेयर भनेको मेयरको त अफिस हो, उसको टिमलाई उसको गतिविधिले चाहिँ जनतासँग सरोकार भएर जनताको गुनासो, भनाइ, गाली खाने र त्यो सम्बोधन गरेर चाहिँ परिणतिमा काम ल्याएपछि कोही त हाम्रो लागि उपस्थित छ भन्ने जनाउने र यसले जनविश्वास भयो भने एउटा निरङ्कुशताको विरुद्ध एउटा जनमत चाहिँ तयार गर्नुपर्छ भन्ने हो। अझ चाहिँ हामीले त्यो बेला चाहिँ कोइन गरेको शब्द भनेको डिजिटल वार रुम भन्ने हो। त्यो भनेको त्यो बेला भर्खर डिजिटल युग सुरु भएको बेला सबैले आबद्ध गरेर जनताको चाहिँ यो राजधानीमा त चाहिँ देशभरको मान्छे बसेकोले यो राजधानीको स्थानीय मान्छेको मात्र प्रतिनिधित्व गर्दैन, यो मुलुककै यहाँ बोल्ने केही डोल्बालीको केही कुरा छ भने बोल्यो भने डोल्बा बोलिरहेको हुन्छ क्या, त्यो हुम्ला जुम्ला मुगु बोलिरहेको हुन्छ, त्यो पूर्व बोलिरहेको हुन्छ भनेपछि त्यो सबैको चाहिँ केन्द्रीय अभिव्यक्ति चाहियो र त्यसको लागि प्रदर्शन गर्ने ठाउँ त चाहियो नि। जुन उद्देश्यले टेलिभिजन कार्यक्रम प्रसारण सुरु भयो, निरन्तर जनतासँग स्थानीय मौलिक कला, संस्कृति, सम्पदा, रहनसहन विश्वभर पुर्याउने काम गरिरहेको छ। विगतदेखि हालसम्म यो महानगरका विभिन्न विकास निर्माण, यहाँका सामाजिक विकास, यहाँको आर्थिक विकास, यहाँको समृद्धिका कुराहरूलाई चाहिँ जनतासम्म पुर्याउने र जनताका कुराहरू महानगरलाई चाहिँ ल्याउने यो एउटा सम्बन्ध, एउटा सूचनाको सेतुको रूपमा चाहिँ यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। आगामी दिनहरूमा यो कार्यक्रमले थप हामीलाई चाहिँ यो सञ्चारको क्षेत्रमा
महानगरको प्रगतिको लागि यसले थप योगदान दिने हामीले अपेक्षा गरेका छौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख जिम्मेवारीहरू सडक, ढलबत्ती लगायतका शहरी पूर्वाधार व्यवस्थापन, पुनर्निर्माण तथा विकास, वातावरण संरक्षण तथा सरसफाई, जनस्वास्थ्य तथा शैक्षिक सुधार, विपद व्यवस्थापन तथा उद्धार, ज्येष्ठ नागरिकहरू सम्मान लगायतका गतिविधिलाई हाम्रो काठमाडौँ कार्यक्रमले दृश्य र तथ्यसहित प्रस्तुत गर्दै आइरहेको छ। जनप्रतिनिधि र जनता बीचको सरोकार, विकास निर्माणमा जनसहभागिता अनि महानगरका हरेक गतिविधि केवल कार्यालयभित्र मात्रै सीमित नभएर जनताको घर घरमा पुर्याएको छ भने बढ्दो प्रविधिको प्रयोगलाई आत्मसात गर्दै सामाजिक सञ्जाल फेसबुक तथा युट्युब मार्फत हात हातमा पुर्याउने काम गरिरहेको छ। त्यसका लागि सफल पनि भएको छ। स्थानीय सरकार बलियो भए मात्र राष्ट्र बलियो हुन्छ। हाम्रो काठमाडौँ र नेपाल मण्डल कार्यक्रमको 24 वर्षको यो अनवरत यात्राले महानगरको सार्वजनिक छवि सुदृढ गर्न र नागरिकलाई शासन प्रक्रियामा सहभागी गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ। 25औं वर्षमा प्रवेश गर्दै गर्दा यसले स्थानीय सरकारलाई अझ बलियो बनाई सहरी समृद्धिको संवाहकका रूपमा 9,984 श्रृङ्खला उत्पादन गरी प्रसारण गर्न सफल भएको छ। आगामी दिनमा अझ परिष्कृत ढङ्गले दर्शकको चाहना अनुरूप नयाँ स्वादमा कार्यक्रम उत्पादन र प्रसारणका लागि हामी प्रयास र प्रतिबद्ध छौँ। आजको कार्यक्रमको निर्धारित समय सकिएको छ। भोलि पनि नयाँ विषय र प्रसङ्ग लिएर आउने नै छौँ। तबसम्मका लागि सम्पूर्ण टिमसहित म वैकुण्ठ भण्डारी बिदा माग्छु। नेपाल टेलिभिजन हेर्दै गर्नुहोला। यहाँहरूको शुभकामना, यहाँहरूको इच्छा र चाहना अनुरूप कार्यक्रमलाई फेरि पनि निरन्तरता दिने प्रतिबद्धतासहित बिदा माग्छु। नमस्कार।